मित्रहरू हामी अहिले लुम्बिनीबाट हिँडिसकेका छौँ र बाटोमा तपाईँहरूले यसरी गौतम बुद्धको यो हुलाकी मार्गबाट हामी अहिले पूर्वतिर गइरहेको छौँ र गौतम बुद्धको यो मूर्तिहरू तपाईँहरू देखिराख्नु भएको छ र बाटोमा हरेक बाटोमा ठाउँ ठाउँमा यो राखिएको छ। तपाईँ अब रूपन्देही जिल्लाको यो हुलाकी मार्गबाट अथवा कुनै लुम्बिनीदेखि अलि बुद्धमय वातावरण देख्नुहुन्छ यतातिर र बुद्धमय हामी अहिले भैरवा आइसकेका छौँ र भैरवाको यो अन्तर्राष्ट्रिय विमानस्थल हो। यो विकासको दृष्टिकोणले अरू जिल्लाभन्दा यो अहिले बढी विकसित भएको देखिरहेको छ, खास गरेर किनभने यहाँ अन्तर्राष्ट्रिय विमानस्थल पनि छ। हामी लुम्बिनी क्षेत्रबाट 30 किलोमिटर पर आइसकेका छौँ तर पनि बुद्धको स्ट्याचुहरू सजाइएको देखिरहेको छु र गार्डनिङहरू गरेको राम्रै विकास भएको छ रूपन्देहीमा। अब यस्तो 4 लेनको सडकहरू थुप्रो बनिसकेका छन्, यस्तो लाइटिङहरू लगाइसकेका छन् र विकासको दृष्टिकोणले हेर्ने हो भने अलि भौतिक पूर्वाधार बाटोघाटोको नेटवर्क धेरै राम्रो हामीले पाएँ। मित्रहरू हामी अहिले बुटवल बजारको आसपासमा छौँ। मङ्गलापुर भन्ने ठाउँमा हामी छौँ र यो मङ्गलापुरको वरिपरि यसरी विकास हेर्नु हो भने खास गरेर बाटो कनेक्सन हेर्नु हो भने निकै नै राम्रो, निकै नै यो विकास भएको जस्तो देख्छौँ हामी। खास गरेर यहाँ गार्डनिङ र रोडको दुईटै छेउछाउमा देखिरहेको छ। साथसाथै बुद्धको स्ट्याचुहरू ठाउँ ठाउँमा लागेको छ। यहाँ यसको पहिचान नै गौतम बुद्ध हो यहाँ यो क्षेत्रको। हामी बुटवल आउने लागेको छ सर, यसको के छ यहाँको विकास राम्रै देखिएको छ। जुन किसिमले अहिले विकास भएन यो गणतन्त्रमा जुन कुरा उठेको थियो नि त्यसको त ठिक उलट यहाँ त विकास धेरै मात्रामा भएको देखिरहेको छ। के छ तपाईँको? सर अब यहाँ विकास हुनुमा पनि अब कतै कतै अब राजनीतिक हस्तक्षेप बढी नै छ होइन। अब सकारात्मक किसिमको एउटा सोच यहाँ बढी छ। त्यसपछि गएर तपाईँको एउटा जुन हुन्छ नि जस्तै मधेसमा के छ भने जातिगत हिसाबको बस्ती छ, तर यहाँ भन्नुहुन्छ नि त्यो जातिगत हिसाबले होइन, यहाँ आफ्नो एउटा मिक्स बस्ती छ, मिक्स कल्चर छ यहाँ होइन। त्यसले के गर्दा के हुन्छ भने सबैमा के अवेर हुन्छ भने हामीले चाहिँ मिलेर आफ्नो ठाउँको विकास गर्नुपर्छ। त्यसको लागि सम्बन्धित ठाउँमा झकझगाउनु पर्ने हो कि के गर्नुपर्ने हो भन्ने कुरा यहाँ चाहिँ बढी छ त्यो कुराहरू होइन। त्यसले गर्दा चाहिँ जहाँ अवेरनेस जुन ठाउँको जनताको अवेरनेस बढी हुन्छ त्यहाँ चाहिँ विकास चाहिँ स्वाभाविक रूपमा बढी हुन्छ। यति मात्रै होइन, यहाँ अब हेर्नुहुन्छ भने एजुकेसनको कुराहरू यो रूपन्देही जिल्लामा एजुकेसनको कुराहरू यहीँ पर्छ। अब यो रूपन्देही जिल्लामै भनिन्छ देशको यस्तो सरकारी स्कुल छ होइन जसमा नेपालमा चाहिँ एसीमा टप गर्छ, 1 नम्बरमा आउँछ, यहीँ छ। अहिले त्यो हामी त्यो बाटोमा हेर्नुहोस् त्यो स्कुल जसले टप गरेको छ त्यसको ब्रान्च मात्रै 2टा छ, 2 ठाउँमा खोलेर बसिरहेको छ भनेपछि कतै न कतै अवेरको पाटो नै हो। के भन्छ बौद्धिक चेतना विचारमा यहाँ अवेरनेस अरू ठाउँभन्दा अलि बढी छ यहाँ, एकदम बढी नै छ यहाँ। र जुन प्रकारले यहाँ बाटो कनेक्सनहरू पनि देखिरहेको छ, भौतिक पूर्वाधार यो जुन बाटो बनेको छ 4 लेनको र यसको व्यवस्थापनदेखि लिएर हरेक अलिक बढी लगानी राज्यले यतातिर बढी लगानी गरेको छ कि जस्तो हामीलाई महसुस भइरहेको छ। राज्यले एकदम लगानी गरेको छ होइन। अब लगानी गर्नुमा पनि के छ भने यो बाटोमा जुन हामी हिँडिरहेको छौँ यो भनेको सिधा राजमार्ग हो होइन। यस अन्तर्गत विश्व सम्पदा सूचीमा पर्ने लुम्बिनी पर्छ होइन। त्यसले गर्दा हाम्रो आन्तरिक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटनलाई प्रबन्धन गर्छ। त्यसले गर्दा बाटो राम्रो हुनु पऱ्यो। अनि त्यसपछि अलिक पर सिधै तपाईँ यो बाटोमा अलिक दक्षिण जानुभयो त बोर्डर पनि पाउनुहुन्छ भने सुनौली बोर्डर जुन अहिले वीरगन्जपछिको दोस्रो ठुलो भन्सारको रूपमा पनि आएको छ यो चाहिँ। त्यसले गर्दा चाहिँ यो बाटोको विकासमा भन्सार बोर्डर छ, त्यसको अनि पर्यटन एरिया छ, त्यसपछि अनि व्यापारिक केन्द्रहरू पनि छ। त्यसले गर्दा विकास चाहिँ छिटो भएको छ। मैले भनेको लोकल बस हेर्नुहोस्, लोकल बसमा एसी चलिरहेको छ, एसी बस लोकल बसमा पनि यहाँ एसीहरू लागेर चलिरहेको छ प्रकारले। ल यसको चाहिँ मिक्स कम्युनिटी भनेको पहाडी र मधेसीहरूको मिक्स बसाइ छ यहाँ, सबै जातिको पहाडी मधेस मात्र होइन, सबै कास्टहरूको चाहिँ अब कसैले यहाँ यो कास्ट त्यो कास्ट भनेर भन्दैन होइन। अब त्यो ब्राह्मण पनि छ, त्यहाँ पहाडी पनि छ, मधेसी पनि छ, ब्राह्मण पनि छ, दलित पनि छ, यादव पनि छ, त्यो अनि जनजातिहरू पनि भयो। त्यस्तो यहाँ यो छ त्यही छ भने मिक्स अनि यो यादवको अलग्गै बस्ती ब्राह्मणको अलग्गै बस्ती हो त्यस्तो छैन क्या। अच्छा यस्तो छ यहाँको। त्यसो भए यहाँबाट माइग्रेट भएर आएको मान्छेहरूको जनसङ्ख्या बढी छ एकदम यहाँ यो बुटवलमा यो ठाउँमा चाहिँ माइग्रेट हुनेको जनसङ्ख्या भनेको स्थानीय जे हुनुहुन्छ
तर बढी चाहिँ माइग्रेन्ट भएको आउनुभएको यहाँ यसको रूपन्देही जिल्लाको छेउछाउका जस्तै पाल्पा होइन गुल्मी अर्घाँची स्याङ्जा प्युठानतिरका मान्छेहरूको चाहिँ अनि बढी चाहिँ यहाँ माइग्रेन्ट भएर यहाँ आउनुभएको छ। अच्छा त्यो अब अहिले हेर्नुहोस् न अहिले नेपालमा पनि अब काठमाडौँ बाहेक अरू ठाउँहरू पनि यस्तो छ भन्ने खालको कुराहरू नेपालीहरूलाई धेरैले थाहा नहुन पनि सक्छ अथवा छैन पनि होइन। अब जुन प्रकारले अहिले हामीले यो बाटो सिट गरिरहेको छौँ होइन त्यो अहिले हामी करिब करिब बुटवलको आसपासको क्षेत्र हो यो हजुर होइन। बुटवलको आसपास बुटवल हामी आउनै लागेको छ हजुर बुटवलमा केही छिनमा आइपुग्छौँ हामी छिनमा आइपुग्छौँ र हेर्नुहोस् है यो यस्तो जानवरहरूले यसरी छाडा छोड्नुभन्दा पनि व्यवस्थापन गर्नु आवश्यक देखिएको छ। अनि यो एरिया हो यो र त्यसको कारणले यो विकास भएको हो तपाईँको जस्तै अब रूपन्देही जिल्लामा 2टा औद्योगिक विकास क्षेत्रहरू छन् होइन विकास औद्योगिक क्षेत्रहरू छन् एउटा बुटवलमा छ अनि भैरवामा छ अनि त्यसले गर्दा अनि त्यो सँगसँगै नजिकमा परासी पर्छ परासी जिल्ला पनि पर्छ अनि त्यो पनि रूपन्देही जिल्लासँग टाँसिएको भएको हुनाले त्यहाँ पनि धेरै विभिन्न किसिमका कल कारखानाहरू उद्योगहरू त्यहाँ छ। त्यसले गर्दा चाहिँ के छ भने यसलाई विकास गर्न अझै थप बल प्रयोग गरेको छ कि छिमेकी जिल्लाहरूमा पनि मजाले कल कारखानाहरू प्रशस्त मात्रामा भेट्न सक्नुहुन्छ कि। अनि यो लुम्बिनीको जुन यहाँ जहाँ हाम्रो भगवान् गौतम बुद्धको जन्म भएको छ त्यो स्थलले यो क्षेत्रहरूलाई विकास हुनुमा कतिको टेवा पुर्याएको छ? एकदम सर एकदम यसमा यो कुनै दुईमतको कुरै छैन। यो हामी बाहिर प्रचार गर्छौँ बुद्ध पनि नेपाल भनेर बुद्ध नेपालमा जन्म्यो भनेर हामी प्रचार गर्छौँ तर हामी त्यो कुरा चाहिँ किन हामी व्यवहारमा लागू गरिरहेछौँ त्यसले के हुन्छ बुद्ध हाम्रो हो भन्ने कुरा हाम्रो हो भन्ने कुरामा चाहिँ हामी व्यवहारमा देखाउन चाहन्छौँ। जुन बुद्धले भनेको व्यवहार चाहिँ यहाँको समुदायले जान्ने होइन देखाउनुहुन्छ सुन्दर शान्त सफाको वातावरण देखिराख्नुकै छ सौहार्दपूर्ण वातावरण देख्नु भएको छ। मित्रहरू हामी अहिले लुम्बिनीदेखि आइरहेको सिद्धार्थ मार्ग हुँदै हामी अहिले बुटवलतिर गइरहेका छौँ र यो अब लुम्बिनी एरियामा पस्दैछ बुटवल एरियामा हामी पसिरहेका छौँ र यस्तो छ हाम्रो सेकेन्ड हाइवे यतातिर छ होइन हामी यतातिर जान्छौँ अनि यहाँ लेखेको छ लेन पालना गरौँ। अब हामी बुटवल उपमहानगरपालिकामा प्रवेश गर्दैछौँ। बुटवल यहाँ देखेर आउनुभएको तपाईँहरू बुटवल उपनगरपालिकामा प्रवेश गरिसकेका छौँ उपमहानगरपालिकामा प्रवेश गरिसकेका छौँ र यस्तो छ बुटवल तपाईँ आउनुभएको छैन भने अवश्य नै यसो भिजिट गर्नु होला एकपटक। अलि हाम्रो नेपालको ठुलो सहरहरूमध्येको एक सहर हो र यो निकै नै ब्युटिफुल पनि छ होइन सर? एकदम अहिले प्रारम्भिक हेराइमा मलाई निकै नै राम्रो ब्युटिफुल सुन्दर लागिरहेको छ। तपाईँले यसरी अगाडि हाम्रो महाभारत पाहाडको काखमै बसेको यो सहर एक प्रकारले यसलाई तराई नै भन्न मिल्यो होइन तर नजिकै छ हाम्रो यो ठुलो त्यसरी। अब यस क्षेत्रमा नि सर अब अझै सम्पूर्ण नेपाललाई नै यो अगाडि गोलचोक छ यही प्रकारको विकास गर्नको लागि के चाहिँ हुनु पर्यो? अब खासमा यतातिर सरकारको सङ्घीय सरकारको बजेटहरू बढी लागेर यस्तो भएको हो यथार्थ यहाँको जनताहरू सचेत भएको कि अथवा के भएको अथवा जुन प्रकारको हामी विकास देखिरहेको छ यतातिर डिपार्टमेंट ऑफ रोड अब यो बाटोहरू जुन हामी देखिरहेको सिधा बाटो यो बाटो हामी चाहिँ यहाँ नेपालगञ्ज 169 अगाडिबाट यता रहेछ। अनि यो कुन चोक हो? यो लखन चोक भन्छ राजमार्ग चौडा भन्छ यसलाई चाहिँ होइन। अब पूर्व जाउँ हामी अब यता सिधै गयो भने पाल्पा जान्छ है यो पाल्पा अर्घाँची जाने हो र हामी यता अब यता चाहिँ हामी आफ्नो गन्तव्य तराईतिर लाग्छ हामी तराईतिर लाग्छ है यो सिधै पाल्पा जाने पाल्पा कति किलोमिटर पाल्पा यहाँबाट सर 22-23 किलोमिटर मात्रै लुम्बिनी गए जति पहाडी एरियामा पर्दो रहेछ पाल्पा निकै नै सुन्दर ठाउँ होइन। यो बुटवल कट्ने बित्तिकै रूपन्देही जिल्ला कट्ने बित्तिकै तपाईँ पश्चिम जानुहुन्छ भने सबै पहाडी एरिया नै पर्छ पहाडी यहाँसम्म तराई एरिया हो बुटवलसम्म। यो प्रहरी तालिम केन्द्र प्रहरी तालिम केन्द्र यहाँ प्रहरी तालिम केन्द्र।
अनि पाल्पा नजिकै छ यहाँबाट है? पाल्पा नजिकै छ। अहिले मौसमको कुरा गर्नु मन छ। आज त मौसम अलि बादल पनि लागेको छ, त्यो हिसाबले अलिक मौसम त चिसो नै लागिरहेको छ हामीलाई। अब जहिले पनि यस्तै हो कि थाहा भयो? होइन यहाँ गयो भने गर्मी ठाउँ नै हो, गर्मी ठाउँ त्यसले गर्दा चाहिँ यस्तो यहाँ पानी पर्ने गर्दा बादल आएर गर्दा चिसो भइरहेको छ। अनि पाल्पा त निकै नै ब्युटिफुल प्लेस हो अरे नेपालको होइन? एकदम ब्युटिफुल चिसो ठाउँ हो, चिसो ठाउँ। अनि अगाडि कच्चा छ एकदम। यो चाहिँ कुन मार्ग? यो चाहिँ कुन मार्ग हो? यो पनि सिद्धार्थ यो मार्ग हो? होइन, अब यो हामी महेन्द्र राजमार्गमा महेन्द्र राजमार्गमा छौँ अहिले। आइसक्यौँ। हामीले महेन्द्र राजमार्गमा छौँ। अनि यो बुटवल भनेको बजार भनेको ठ्याक्क यही राजमार्गमा पर्दो रहेछ। मेरो गन्तव्य आइपुग्यो। ल यहीँ रोक्नु है, ल रोकिदियो रे गन्तव्य आइपुग्नु भयो हाम्रो। ठिकै रह्यो। कुन ठाउँ हो यो? कुन ठाउँ हो यो? पावा सेतु यो डन्डा हो, यो पूर्वदेखि होइन डन्डा।